खाना खाँदाखेरि मोबाइल नहेरिकन मान्दैन के गर्ने यसलाई भन्दाखेरि बालबालिकाहरूले त्यस्तो गर्यो भने तपाईले एक दिन उसले चाहिँ खाना नखाए पनि खासै फरक पर्दैन। यदि बिरामी छैन केही अरु समस्या छैन भने एक दिन खाना नखाएर तपाईले मोबाइल नदेखाउनुस्, खाना उसले खाँदैन भने पनि त्यसमा नखाऊ, मोबाइल देखाउँदिन भनेर भन्नुस् हैन। एक दिन खाँदैन, दुईचोटी खाँदैन, जब खाना भोक लागेपछि खान्छ। र एउटा मेरो एकजना मैले चिनेको परिचित 3 वर्षको बालक पनि त्यस्तै भइसकेको थियो। उसले चाहिँ मोबाइल नहेरिकन नखाने र मैले उनलाई भने तपाईले यसरी आफ्नो छोरालाई मोबाइल हेराएर मात्रै खुवाउने गर्नुहुन्छ भने तपाईले विश्वास गर्नुहोस् उसको मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने काम गरिराख्नु भएको छ भनेपछि उनलाई त कस्तो झसङ्ग जस्तो भएछ। अनि उनले चाहिँ ल म त छोडाउँछु भनेर भने। अनि त्यसपछि 3-4 हप्तापछि फेरि मेरो उनसँग भेट हुँदाखेरि उनले भने मेरो छोराले त मोबाइल हेरेर खाने काम छोड्यो भनेर भन्थे। अनि कसरी गर्नुभयो त भन्दाखेरि एक दिन त रोयो, झगडा गर्यो, ङ्याङ गर्यो, खाँदै खाएन। अनि उसको आमालाई चाहिँ एकदम पिर पर्यो, बिहानभरि खाना खाएन भनेर भन्दाखेरि मैले केही हुँदैन एक दिन खाना नखाएर भनेर तपाईको कुरा सुनेको कुरा भने थिएँ। अनि भोलिपल्ट त भोक लागेपछि खायो र आजकल चाहिँ उसले हेर्दैन। 3 वर्षको हो, कहिलेकाहीँ बेलुकातिर टिभी हेर्छ हैन। अनि मोबाइल चाहिँ हामीले उसलाई एकदम कम मात्रै देखाउँछौँ भनेपछि चाह्यो भने सकिँदो रहेछ। तर समस्या चाहिँ कहाँ पर्यो भने आमा बुवाहरूले आफ्नो सहजताको लागि आफ्नो बालबालिकाहरूलाई मोबाइल देखाएर यहाँ नेपालको काठमाडौँमा मात्रै होइन, सहरमा मात्रै होइन, गाउँघरमा पनि त्यस्तो किसिमको परिसकेको छ। त्यसै कारणले तपाईँ के साँच्चै चाहनुहुन्छ आफ्नो बालबालिका स्वस्थ रहोस् मानसिक रूपमा, शारीरिक रूपमा भने मोबाइल देखाउनु, मोबाइल 24 घण्टा मोबाइलमा झुन्डिनु नदिनुहोस्। यसको कुलत लाग्छ र यसले चाहिँ उसलाई शारीरिक र मानसिक दुईटै रूपमा अस्वस्थ गराउँछ। र बालबालिकाहरूले मात्र होइन, अहिले कतिजना युवाहरू देखेको छु मैले यसो कुप्रेर हिँड्ने हुन्छन्। किनभने उनीहरू चाहिँ 24 घण्टा मोबाइल लिएकोले गए फेसबुकदेखि लिएर इन्टरनेटदेखि लिएर यताउति माने एकछिन फेसबुक हेर्न भने चाहिँ संसारै झस्किन्छ कि आकाशै खस्छ कि एकछिन कसैले चाहिँ फेसबुकमा नयाँ कुरा लाइक राखेको कुरा आफै हेर्न पाएन अथवा उसले जवाफ दिएन भने समस्या पर्छ भन्ने ठान्छन् र यस्तो गरेर हिँडेका छन्। र यसले गर्दाखेरि एउटा जर्मनमा एउटा रिसर्च पनि भएको थियो। त्यहाँ बालबालिकाहरूको यस्तो किसिमको मोबाइल हेर्ने बानीले गर्दाखेरि उनीहरूको हड्डीहरूमा समस्या परेको भनेर देखाएको छ। अब नेपालमा अहिलेसम्म त्यस्तो अध्ययन त कुनै भइसकेको छैन। तर मैले विभिन्न ठाउँहरूमा अनुभव गर्दाखेरि बालबालिकाहरूले वयस्कहरूलाई पनि समस्या परेको देखेको छु। यस्तो प्रकारले कतिजनाले त यस्तो प्रकारले खुप्रै परेको पनि देखिन्छ अरे। त्यसो कारणले गर्दाखेरि मोबाइल चाहिन्छ, मोबाइल नभएको हुँदैन। तर स्मार्ट मोबाइल हातमा छ भन्दैमा तपाईहरु लगातार मोबाइल प्रयोग गर्नुभयो भने चाहिँ स्मार्ट भइँदैन, डम भइन्छ। मैले त मेरो त मोबाइल त डम मोबाइलै छ। अहिले भर्खर केही दिन अगाडि अमेरिकन साथीहरुसँग भेट भयो। अनि उनीहरुलाई मेरो मोबाइल हेरेर उनीहरुले चाहिँ तिमीले त डम मोबाइल दिएछौ, अहिले अमेरिकामा चाहिँ मान्छेहरु स्मार्ट मोबाइलको सट्टामा डम मोबाइल लिन थालेका छन् भनेको छु। म चाहिँ अहिले त अगाडि नै रहेछु भनेर उनीहरुसँग जिस्के पनि। र यो मोबाइलले गर्दाखेरि मलाई चाहिँ के सजिलो भएको छ, मलाई 24 घण्टा यसमा बस्नु परेको छैन। साथीहरुसँग कन्ट्याक्ट गर्न टेलिफोनहरु एसएमएसहरु यसबाट हुन्छ। अरु काम चाहिँ म कम्प्युटरबाट गर्छु। र त्यसै कम्प्युटरमा त हामी 24 घण्टा बाटोमा हिँड्दा बसमा हिँड्दा कम्प्युटर त खोल्ने काम हुँदैन। त्यसै कारणले गर्दाखेरि यसले चाहिँ मलाई जिन्दगी सहज बनाएको छ। अब कतिजना त स्मार्टफोन नलिकनै हुँदैन। अनि पत्रकार, कतिजना हस्पिटलमा काम गर्ने डाक्टरहरु, फोटोग्राफरहरुलाई त्यो चाहिन्छ नि। तर जे जति प्रयोग गर्ने हो त्यसको लागि कतिपय समयमा चाहिँ यो समय चाहिँ हामी प्रयोग नगर्ने भनेर विचार गर्नुभयो भने जिन्दगी सहज हुन्छ, स्वस्थ रहन्छ।